हेलो शुभ प्रभात शुभ बिहानी तपाईहरुलाई फेरि पनि स्वागत छ मेरो युट्युब च्यानल टेलिनाज लाइफस्टाइलमा। आज पनि म तपाईहरुसँग चिकन मसाला राइस रेसिपी लिएर आएकी छु। आशा छ तपाईहरुलाई मन पर्नेछ। त्यो भन्दा पनि पहिला आशा छ तपाईहरु जहाँ हुनुहुन्छ स्वस्थ हुनुहुन्छ मस्त हुनुहुन्छ अनि आफ्नो दैनिक कार्यकालमा व्यस्त हुनुहुन्छ। अनि यसलाई मसाला बिरयानी पनि भन्न सकिन्छ, तर मैले यसलाई चाहिँ प्रपर मसाला बिरयानीको वेमा नपकाएको भएर यसलाई चाहिँ मैले चिकन मसाला राइस नाम दिएकी छु। अनि यो चाहिँ एकदम झटपट बन्ने बिरयानी भन्दा कम पनि हुँदैन, खाँदाखेरि एकदमै टेस्टी। अब हामी चाहिने सामग्रीतिर लागौं है त। यहाँ मैले 2 मिडियम साइजको प्याजलाई लामो लामो गरी काटिदिएकी छु। 6-7 हरियो खुर्सानी लिएकी छु। एउटा कटोरामा मेरो होम स्पेशल मेड मसाला राखेकी छु। अनि खडा मसालामा छ कालोवाला ठुलो इलाइची, 6-7 काली मिर्च, 6-7 लौंग, दालचिनी अनि तेजपत्ता। एउटा कटोरामा छ फेरि टमाटर। टमाटरलाई चाहिँ मैले कद्दुकस गरेको छु। ल हेर्नुस् मसाला मेरो यही हो। अनि यो कटौरामा रहेको मसाला चाहिँ त्यसमा के युज छ भनेर जान्न चाहनुहुन्छ भने यसको पनि म छुट्टै रेसिपी लिएर आउने छु। रेसिपी भन्दा पनि त्यो मसाला चाहिँ मैले कसरी रेडी गर्छु त्यो लिएर आउने छु। अनि 1 किलो करिबन मैले चिकन लिएकी छु। चिकनलाई मैले दही, अदुवा, काली मिर्च अनि त्यसपछि लसुनको पेस्टमा चाहिँ म्यास गरेर 2-3 घण्टा अगाडि नै राखिदिएको थिएँ। अब मैले चाहिँ यसलाई चाहिँ पतिलामा बनाउन गइरहेकी छु। डेक्ची भनिन्छ। यसमा चाहिँ मलाई चाहिँ तोरीको तेल भन्दा पनि रिफाइन्ड ओइलमा बनेको मन पर्छ। अनि यहाँ मैले लिएकी छु दावत चावल बासमती। अनि दावतको चाहिँ मेजरमेन्टको लागि मैले सब्जी कटौराको 3 कटौरा लिएकी छु। 4 जनाको लागि हो, तर मेरो बच्चाहरूलाई एक्स्ट्रा मन पर्छ त्यही भएर मैले एक्स्ट्रा बनाउँदै छु। होइन भने 2 कटौराले पनि पुगिहाल्थ्यो। अब यसलाई हामीले मजाले धोएर चाहिँ भिजाउनको लागि राखिदिनु पर्ने हुन्छ। तपाईहरुले पनि कसरी बनाउनुहुन्छ तपाईहरुको रेसिपी पनि मलाई शेयर गर्नु होला। केही गल्ती छ भने पनि यसरी हैन यसरी गर्नुपर्छ भनेर कमेन्ट बक्समा कमेन्ट दिन चाहिँ नभुल्नु होला। अब यो प्याजहरु एड गरेको चाहिँ मैले भिडियो बनाउनु बिर्सेछु, त्यसको लागि माफी चाहन्छु। सबैभन्दा पहिला चाहिँ खडा मसलाहरु मैले यसमा युज गरिदिए, फुराइदिए, त्यसपछि मैले प्याज एड गरिदिए। अब प्याजलाई चाहिँ हामीले रातो हुँदासम्म चाहिँ भुट्नु पर्ने हुन्छ। अब यो प्याजलाई रातो हुँदासम्म भुट्न चाहिँ फ्राई हुनलाई छोडिदिने। अर्कोतिर हामीले गरम गर्नेछौं पानी। अनि त्यो पानीमा हामीले एड गर्नेछौं हरियो खाने सौंफ, जसको स्वाद मिठो हुन्छ। अनि यसले पानीमा आफ्नो मिठास छोडेपछि फेरि मसाला राइसको स्वादै छुट्टै हुन्छ। प्याज तपाईहरुले देख्न सक्नुहुन्छ लगभग पाकिसकेको छ, ब्राउन गरिसकेको छ, आफूलाई मेकओभर गरिसकेको छ। अब हामी एड गर्नेछौं यसमा जो हामीले कद्दुकस गरेर राखेका छौं टमाटरलाई पनि हामीले उल्टाई पोल्टाई छोल्टाई मारपिट घिचपिच जे गरेर हुन्छ 2-3 मिनेट चाहिँ हामीले यसलाई चलाई हल्लाई पकाइदिनेछौं जबसम्म यसले चाहिँ आफ्नो तेल छोड्दैन। अनि नडढोस् भनेर चाहिँ मैले यसमा चाहिँ नुन पहिले नै एड गरिदिए। नुन तपाईहरुले आफ्नो स्वाद अनुसार एड गर्नुहोला। ल हेर्नुस् है त। अब टमाटर पनि बिल्कुल पाकेर रेडी भइसकेको छ। पाकेर रेडी भइसकेको टमाटरमा अब हामीले मिक्स गरिदिनेछौं कटोरामा रहेको बिरयानी मसाला। बिरयानी मसाला एक्ज्याक्टली हैन, तर यो मसाला चाहिँ मैले स्पेशली चाहिँ बिरयानी ताइरी अनि त्यसपछि चिकनहरुमा एक मिट मसालाको वेमा नै युज गर्ने गर्छु। अनि घरमै बनाउँछु मैले, बाहिरबाट चाहिँ ल्याउँदिन। प्याकेटवाला मसाला मैले एकदमै कम प्रयोग गर्ने गर्छु। सकेसम्म म मसालाहरु घरमै रेडी गर्छु। हेर्नुस् है। अब मसाला पनि हाम्रो लगभग पाकिसकेको छ। मसालालाई पनि हामीले एकदम
त्यसलाई हुन्छ नि घोटी घोटी पकाउनु पर्ने हुन्छ 2-3 मिनेट। अनि 2-3 मिनेट पाकिसकेपछि अब हामी एड गर्नेछौँ हाम्रो चिकनलाई हामीले चाहिँ करिबन 10 देखि 15 मिनेट पकाउनु पर्ने हुन्छ। त्यसरी पकाउँदा चाहिँ यसको एक त स्वाद आउँछ, टेस्ट गजब। अनि त्यसपछि चिकन चाहिँ एकदमै गलेर सफ्ट तरिकाले पाक्छ। यसमा चाहिँ मैले लेग पिस लिएकी छु, किनभने लेग पिस जो छ मेरो बच्चाहरूलाई एकदमै मन पर्छ, बाँकी चाहिँ उनीहरूलाई मन पर्दैन। अब तपाईहरुले देख्न सक्नुहुनेछ एकदमै राइसको लागि अब चिकन पनि पाकेर एकदम रेडी भइसकेको छ, तेल अलग भइसकेको छ। अब हामी यसमा एड गर्नेछौँ धोएर राखेको बासमती चावल, त्यो पनि दावतको। बासमती चावल मलाई खासै मन पर्ने मान्छे त होइन म, त्यही पनि यसमा चाहिँ बासमतीको लुक चाहिँ एकदमै दामी लाग्छ, राम्रो लाग्छ। त्यही भएर आज चाहिँ मैले बासमती चामलको युज गरेकी छु, प्रयोग गरेकी छु। यसको लुक हेर्नको लागि तपाईहरुले देख्न सक्नुहुनेछ। अब हामीले चाहिँ चामल एड गरिसकेपछि यसलाई हामीले चलाउने छौँ, मसलासँग मिलाउने छौँ। अनि मसलासँग मिलाइसकेपछि यसलाई हामीले ढाकेर छोपेर जसरी तपाईहरु कम्फर्टेबल हुनुहुन्छ त्यही तरिकाले चाहिँ यसलाई ढाकेर पकाउनु पर्ने हुन्छ। मैले चाहिँ यसलाई सिल्भर फोइलले चाहिँ ढाकेर पकाउने छु करिबन 10 देखि 15 मिनेट। 10 देखि 15 मिनेटमा एकदमै कम आँचमा हामीले यसलाई पाक्नको लागि छोडिदिने छौँ। अनि 10 या 15 मिनेटमा पाकेर यो रेडी पनि हुन्छ। अगाडिको प्रोसेस अब हामी म्युजिकको साथमा इन्जोय गरौँ है त। अब चिकनलाई मसलासँग मिलाइसकेपछि, चावललाई मसलासँग मिलाइसकेपछि अब हामीले यसमा चाहिँ एड गरिदिने छौँ सोपवाला पानी, जो कि मैले तात्नको लागि राखिदिएकी थिएँ। अनि सोपलाई पनि त्यसमा मिक्स गरेर राखेको थिएँ। त्यसले चाहिँ फ्लेभर एकदमै मिठो फ्लेभर दिन्छ। अनि त्यसपछि त्यसको के भन्छ, खुशबुलाई नेपालीमा के भन्छ, सुगन्ध, वासना हैन। अनि त्यही वासना पनि आउँछ। सो मैले चाहिँ त्यसरी चाहिँ युज गर्ने गर्छु। तपाईहरुले कसरी गर्नुहुन्छ, यसरी युज गर्दा चाहिँ एकदमै मिठो स्वाद पनि आउँछ अनि त्यसको वासना पनि आउँछ। आहाहाहा। अब पाक्नलाई छोडिदिउँ है त एकछिन। 15 देखि 20 मिनेट या 10 देखि 15 मिनेटमा तपाईको बिरयानी पाकेर एकदमै रेडी हुन्छ। अनि त्यो भित्रको पानी उम्लिँदा चाहिँ थाललाई नफालोस् भनेर त्यो माथि चाहिँ मैले सिलबट्टाको चाहिँ सिल माथि राखिदिएकी छु। 15 मिनेट पछि चाहिँ मैले यसलाई खोलेर हेरेँ, ग्यास मैले अफ गरिसकेकी थिएँ। ल हेर्नुस् त, पाकेर एकदमै रेडी भइसकेको छ। लुक पनि एकदमै राम्रो, मिठो, दामी, खाँदा पनि त्यस्तै यम्मी। ल हेर्नुस् है, एकदमै मस्त जबरजस्त। चामल पनि एकदमै अलग हैन। अब यसलाई चाहिँ हामीले चट्ट प्लेटमा सर्भ गर्ने। मैले चाहिँ राम्रोसँग सर्भ गरेको छैन, किनभने हामी चाहिँ मुकबाङ बनाउनको लागि तयारी गर्दै थियौँ। सो मैले चाहिँ अलिकति मात्र प्लेटमा सर्भ गरेर देखाउँदै छु। तपाईहरुले यो चटनी या दही जे तपाईहरुसँग छ त्योसँग इन्जोय गर्न सक्नुहुनेछ। तपाईहरुलाई अब भेट्ने छु अर्को नयाँ भिडियोमा। अगर भिडियो राम्रो लाग्छ भने लाइक, शेयर अनि कमेन्ट गर्न नबिर्सिनु होला। नयाँ हुनुहुन्छ भने सब्स्क्राइब पनि गरिदिनु होला।